Alright guys, good morning. Welcome to day 4. So हामी चाहिँ खन्जियार भन्ने ठाउँ घुम्न जानला हो, लोकल एक्सप्लोर। यहाँदेखि 10-12 किलोमिटर हाइटमा गम्भीर र आनन्द दाइ चाहिँ बिहानै सनसेट हेर्न भनेर निस्केछन्। अनि हामी चाहिँ तीनजना थियौँ। अनि हामी चाहिँ उनीहरूलाई कुरेको अलिकति आएनन्। अब उतै इन्जोय गरेर होला कतै लोकलमा। अनि हामी चाहिँ गएर आऊँ न त भनेर जानला। खन्जियार चाहिँ हाइटमा छ, टपमा छ। अनि अलिअलि भाइब्स चाहिँ ढोरपाटनको जस्तो भाइब्स आउँछ है त्यो एरिया। सानो ठाउँ छ, सानो बाटो छ, जामसम परिहाल्छ क्या। उफ, हात कस्तो फ्रिज भयो क्या यार, चिसो छ चिसो। अनि यो एरिया चाहिँ सिमला हो। सिमला चाहिँ ठुलो छ बजार, यो चाहिँ सानो छ तर फिल भाइब चाहिँ सेम। रुखहरूदेखि लिएर सब चिज। यो चाहिँ यहाँको मेन चोक है, सुभाष चन्द्र चोक, खजियार 24 किलोमिटर रे। सो त्यही हो गाइज, यो चाहिँ एकदम टपमा छ। अनि त्यो चोकमा चाहिँ एउटा चर्च छ है। अनि त्यो चाहिँ 1872-73 कतिमा चाहिँ इस्टाब्लिस भएको चर्च रहेछ है। भनेपछि यो ठाउँ चाहिँ एकदम ब्रिटिसको पालादेखि नै एकदम हिल स्टेसनको लागि फेमस ठाउँ। ठ्याक्क ल केटाहरू पनि ठ्याक्कै भेट्यो ल, माथिबाट आएछ। सो माथिबाट बाटो छुट्टे। अब हामी तलतिर लाग्यो। क्यामेरा अफ थियो, त्यो चोक आएर कटिहाल्यो है, रेकर्ड गर्न पाएन। तल बस्ती रहेछ। यो चाहिँ खजियार वाइल्ड लाइफ रिजर्भभित्र इन्ट्री गरे अब हामीले। ल गाइस, फाइनली खजियार आइपुगे हामी। कहाँबाट जाने हो? ल गाइस, खजियारको भ्यू यही हो है, अति दामी। टक्क लेक रहेछ बिचमा। सो फाइनली आइयो खजियार। यहाँ चाहिँ यस्तो स्ट्याचु बनाएको छ, दाइहरू खुसी हुनुहुन्छ है। यार त खुसी भएको त्यहाँ मुख हेर्नु त चमक। यस्तो खुसी हिजो हुनुपर्ने त। यही फोटो पठाए। सो यही नै हो गाइस खजियार है। ल अब सुरुमा चाहिँ हामी यसो ब्रेकफास्ट गर्छौँ है, त्यसपछि हामी यहाँ के गर्ने गरौँ गर्दै हामीसँग है। खजियार लास्ट भ्यू। हामीले खाजा खायो अनि त्यसपछि यस्तरी घुमेर वहाँ गएर बस्यो। त्यसपछि यस्तरी घुमेर फेरि आएर फोटोहरू सुट गऱ्यो। अब हामी अगाडितिर जानला है।
अनि अघि आउँदाखेरि चाहिँ ब्रेक नलागेर ब्रेक फेल भयो जस्तो भयो थियो, ओह्रालो धेरै भएर। अनि ब्रिजेश दाइले चाहिँ पानी हाल थोरै भनेर अनि पानी पनि हालेछ ब्रेकमा। अब यो ब्याट्रीले कति बेरसम्म साथ दिन्छ थाहा भएन, जे जति अपडेट हुन्छ गरौँला अब। अगाडिसम्म घुमेर केही छ कि एक्सप्लोर गर्ने चिज भनेर निस्केको है। डलहौजीदेखि 22 किलोमिटर रहेछ ठ्याक्कै, त्यहाँ बोर्डमा देखेँ। चम्बा 22 किलोमिटर, जगदम्बा टेम्पल 1.5। ढोरपाटन गएर आएकोले चाहिँ कम्पेयर गर्छ ढोरपाटन जस्तै भनेर। अलिकति ढोरपाटनमा भन्दा बढी टुरिस्टहरूको फ्लो यहाँ हुन्छ, अनि तर ढोरपाटन जस्तो ठुलो चाहिँ छैन। ढोरपाटन त बवाल ठुलो, यो यसको त 3 टाइम्स 4 टाइम्स ठुलो होला। पोहलानी माता टेम्पल। सो हामी डेटकुण्ड भन्ने एरियामा आएछौँ है अहिले। माथि जानुपर्छ क्या उहाँ, त्यो डाँडामा, त्यो डाँडा हिँड्नुपर्छ जाने हो, तर ब्यान्ड छैन नि त। अनि यताबाट जाने हो क्या मन्दिर जानलाई। सो हामी डेटकुण्डको नजिक छौँ है। डेटकुण्ड चाहिँ त्यहाँ माथि छ, 1 किलोमिटर छ है त्यो डाँडामा हो। तर यहाँबाट चाहिँ अलाउड रहेन चाहिँ, एयरफोर्सको एरिया भएको भएर। अनि यहाँ चाहिँ एउटा पोहलानी माता मन्दिर रहेछ, यहाँबाट जानुपर्ने। अनि आएको बेला एक्चुअली छिर्दिहालौँ भनेर। अति दामी टपमा तल बाटो छ। त्यहाँ एयरफोर्सको ब्यारेक छ क्या त्यहाँ है, ट्रेनिङ सेन्टर के हो होला तिनीहरूको, त्यही भएर उता अलाउड नगर्दो रहेछ। अनि यताबाट माथिबाट जाँदै हल्ला गर्नेहरू ग्याङ मान्छेहरू त्यता तलबाट चढिरहेछ है। भ्यू देख्छ है यो मणि महेशको कैलाश दर्शन, यो पहाड है। यहाँ टेलिस्कोपबाट दर्शन गर्न पनि मिल्ने रहेछ। कति रे दाइ? म पनि हेरिदिनु पऱ्यो, दर्शन गर्न पऱ्यो। भयो दर्शन? इसमें नहीं आएगा। नहीं आएगा? नहीं आएगा सर। लीजिए, तुम देखोगे? आप देख लो, मैं भी देख लूँगा। सो मन्दिर दर्शन भयो, अब निस्किन लाग्यो ल। अब पुरै डाउनहिल छ, अघि नै ब्रेक लागेको थिएन डाउनहिल धेरै हान्दाखेरि। अब यहाँ टेन्सन त्यो छ, हो त्यहाँ माथि हाइटबाट आएको बाटो चाहिँ मस्तको बनाएको छ। त अलि ठुलो छ, यो तल गएपछि चाहिँ अलिकति सानो छ क्या बाटो। यो 3-4 किलोमिटर चाहिँ मस्त छ। अघि हामी यहाँबाट तल गएको खजियारको लागि होइन, यही बाटो गएको तलबाट आएको। अब यहाँबाट चाहिँ काला टप भन्ने रहेछ 3 किलोमिटर, सिधा गयो भने खजियार पुग्यो। काला टप खजियार वाइल्ड लाइफ सेन्चुरी हो यहाँभित्र चाहिँ होइन। काला टप 3 किलोमिटर, 50 रुपियाँ लाग्ने रहेछ एउटा बाइकको इन्ट्री। भालु सालु आउन सक्ने रहेछ त यार यता त। डु नट अप्रोच टु फिड वाइल्ड एनिमल्स। हामीहरू काला टप आइपुग्यो है। भित्र छिरेछ, यस्तो एम्बियन्स रहेछ यहाँ भित्र। यो फरेस्ट रेस्ट हाउस यताको एरियाको लागि हो, रेस्ट हाउस रहेछ, फरेस्ट रेस्ट हाउस। सो यही नै हो गाइस, काला टप पनि आयो। मैले त पहाडको टप होला भनेर सोचेको थिएँ, रहेनछ, देवदारको रूप हुँदो रहेछ अरे यो है। के रहेछ त दाइ यहाँ? नामको मात्र काला टप हो? त्यहाँ छ नि के ए भित्र गल्लीहरू रहेछ नि त्यो। हेर्न आवाज तल आएपछि अलिकति बस्तीहरू रहेछ यो त। एक्सप्लोर हान्दिउँ, यस्तो सानो गल्ली। पहिलाको घरहरू
कस्तो अर्ग्यानिक सेन्ट आएको होइन गाउँवाला क्या गोबरको ए त्यही हो लास्ट यहाँ हुने भनेको एडभेन्चर हुने भनेको ए रोडी जाला ठाउँ रहेछ नि त रोडी जाला ठाउँ द आउट हाउस तनिस होमस्टे बरु यतैतिर डाइरेक्ट होमस्टे लिएर बसेर ठिक हुने रहेछ चारैतिर नजिक टेन्ट पनि रहेछ अझै टेन्ट सेन्ट के रहेछ यहाँ मजाको यस सानोतिर एडभेन्चर गर्नको लागि ठिक रहेछ टेन्टहरू रहेछ तल लगाइछ डे 4 को भिडियो पनि यहीँ एन्ड गरिदिनु पऱ्यो अब सिधै होटल गइन्छ गएर प्याकिङहरू गरिन्छ त्यही नै हो गाइज है ल सबजना डे 4 को बाई 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 आज डे कति हो 5 अदै डे 5 आज डे 3 मा 1 दिन 2 दिन 3 दिनमा हिजो आयो आज 4 होइन